नमस्कार, म चेतन घरती। अहिले यो टोकियोको सिन्जुकुबाट नजिकै नाकानोबाट पनि नजिक भनौँ न, यो चाहिँ सुगिनामिकु पर्छ जस्तो लाग्छ। हामी यो किचियोजी पार्क भन्नाले किचियोजी स्टेसनको नजिकै यो पार्क छ। यो पार्कमा आएका छौँ अनि यो एकदम पुरानो पोखरी होइन, राम्रो पोखरी रहेछ। अनि सर आज घुम्न जाऊँ न त भन्ने किसिमले अब यो सायद आज अन्तिम होला साकुरा। अब अर्को हप्ताबाट चाहिँ सायद पात पलाइसक्छ। त्यसले गर्दा आज हामी राइखाने टोपे सर अनि भाउजू अनि हेमन्त रेशमी दाई म र अनि दिदी आएका छौँ। अनि मेरो बुढी चाहिँ आज खास कामले गर्दा आउन पाइनँ। साह्रै रमाइलो लाग्यो। यो चाहिँ म पहिलो पटक भनौँ न साकुराको लागि चाहिँ पहिलो पटक आएको हो। अनि यहाँ चाहिँ ढुङ्गा यो बोटिङहरू पनि गरिरहेका छन्, यतातिर पनि देख्न सक्नुहुन्छ। अनि यो बोटिङ मान्छेहरूको भिडभाड छ, तपाईँहरूलाई थाहा छ। अनि अब यो बोटिङ हेर्नु छ, अब कति तिरेर जाने हो, यो तिरेर जानु पर्ने, तिरेर कति मिनटको लागि चाहिँ हुँदो रहेछ। आज चाहिँ यो रमाइलो छेड मलाई चाहिँ एकदम रमाइलो लाग्यो। यो मलाई चाहिँ खासमा यो साकुरै हेर्न भनेर आएको चाहिँ यो पहिलो पटक हो। बाटोमा त देखेँ हो खासमा। त्यसले गर्दा आज म दाईहरूलाई पनि सोध्ने छु मैले कस्तो लाग्यो भनेर। एकछिन तपाईँहरूको लागि म फेरि दाईलाई सोध्ने छु है त। यता हेर्दै गर्नु होला। म राइखाने टोपे सरलाई आज कस्तो लाग्छ तपाईँलाई? हजुर एकदम राम्रो लागेको छ। सबभन्दा म नमस्ते, म टोप बहादुर घरती, म राइखाने टोपे मगर। हिँड्दै कुराहरू हो नि त। आज चाहिँ हामी टोकियोको किचिजुजी पार्कमा स्पेसल्ली फ्यामिली र हाम्रो सल्टी हेमन्त रेशमी र गुमा रेशमीको साथमा हाम्रो फ्यामिली चाहिँ घुम्न आएका छौँ। हजुर धेरै राम्रो छ। तपाईँहरू चाहिँ जापान टोकियोको र जापानमै यो राष्ट्रिय फुल साकुरालाई चाहिँ सबैले मनाउने भएको भएर हामी यही रमाइलोमा आज चाहिँ घुम्न आएका छौँ। धेरै खुसी लागेको छ। अझै पनि दिनहरूमा पनि हामी यसरी घुम्न आउनेछौँ र अरू कुरा केही जापानमा भएको सुख दुःखको कुराहरू पनि हामी बताउनेछौँ तपाईँहरूलाई। हामी चाहिँ त्यस विषयमा केही पर्यो तपाईँलाई सोध्नुपर्ने कुराहरू छ भने हामीसँग सोध्न सक्नुहुन्छ। हामीलाई जानकारी भएको कुराहरू तपाईँहरूलाई पनि हामीले यहाँको विषयमा जानकारी गराउन सक्नेछौँ। अनि अर्को कुरा चाहिँ भन्नुहोस्, अब आजसम्म फुर्सद नभएर नआउनु भएका र फेरि आउन चाहनेहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ? एकदमै अझै एक हप्तासम्म चाहिँ यो साकुरा रहन्छ कि आकलन गर्न सकिन्छ। हजुर, यो र चेतन सर को होल टिमलाई होइन, म अरू साथीहरूलाई पनि तपाईँले ल्याउन सक्नुहुन्छ भन्छु। किनकि जापानमा चाहिँ यो साकुराको धेरै महत्त्व छ। र तपाईँ आफ्नो यो काम त भइहाल्यो, तर काम बेगर छुट्टीको दिनमा पनि तपाईँले यसरी घुम्न आउनुभयो भने माइन्ड फ्रेस हुन्छ। अब किनकि काम भनेको 6 दिन गर्ने हो, एक दिन चाहिँ फ्रेस हुन बाहिर निस्किनुपर्छ। किनकि जापानको सबै विषयमा तपाईँहरूलाई थाहा हुनसक्छ। हजुर, कतिपय कुराहरू के हुन्छ नि, गुपचुप भित्र रहेको कुराहरू चाहिँ बाहिर ल्याउँदा चाहिँ एकदम फ्रेस भइन्छ। डिप्रेसनदेखि जोगिन सकिन्छ। हजुर होइन। यसै गरी मैले आज हामीसँग आउनुभएका हेमन्त रेशमी दाईलाई सोध्न चाहन्छु। एकदम हाम्रो भिडियोमा तपाईँलाई धेरै स्वागत छ। नमस्कार हजुर, मेरो नाम चाहिँ हेमन्त रेशमी फलामखिली। अहिले त चाहिँ भूमिका स्थान नगरपालिका 4 एकदम रमाइलो लागिरहेछ। धेरै दिनपछि चाहिँ अब हामी किचिजोजीको पार्कमा चाहिँ अब साकुराको चाहिँ एउटा फुलसँग चाहिँ एकदम रमाउन चाहिँ आइरहेका छौँ। बिदा मिलाएर खुसी लागिरहेछ। भनेपछि साकुरा यो जापानको एकदम प्रसिद्ध होइन, एकदम प्रसिद्ध राष्ट्रिय फुलै भनौँ न। राष्ट्रिय फुलै भनौँ यहाँनिर। हजुर, यो 4को महिनामा तपाईँको एकदमै रमाइलो पहिलो हप्ता हजुर रमाइलो हुन्छ। आउनुहोस् सबै साथीहरू किचिजोजीको पार्कमा। त यो वर्ष त लगभग अब यो लास्ट अन्तिम नै होला, तर पनि अब अर्को साल आउने चाहिँ एउटा चाहिँ प्लानहरू बनाउनुहोस्। नेपालबाट बुवा आमा आफ्नो छोराछोरीलाई घुमाउन ल्याउने मान्छेले चाहिँ यो समय ल्याउँदा एकदम बेस्ट एकदम तपाईँको त्यति जाडो पनि नै, त्यति गर्मी नै। हजुर हजुर, यो चाहिँ मार्चको तपाईँको अब 25 सम्ममा यहाँ ल्याउन सक्नुभयो भने यो फुलमा मजाले हेर्न पाउनुहुन्छ। यही भन्ने चाहिँ मेरो 2-4 कुरा चाहिँ यही राख्न चाहन्छु। आजलाई चाहिँ हामी यो भिडियो कार्यक्रमबाट हामी चाहिँ बिदा माग्न चाहन्छौँ। किनभने चाहिँ आजको एकदम यो रमणीय ठाउँलाई चाहिँ तपाईँहरूको लागि पनि देखाइदिउँ कस्तो छ के छ भनेर होइन। यो मान्छे रमाइरहेका छौँ। हामी अलि बुढापाका भएको भएर हामी यो चाहिँ खेलेनौँ होइन। त्यो विशेष पनि लाइन अलिक बढी रहेछ, यो कुर्न पर्ने बढी भएको भएर। केटाकेटी भएको भएदेखि त्यही अनुसार हुन्थ्यो। यहाँ अब हामी बुढाबुढी भयो, त्यसले गर्दा पनि यो चाहिँ अलिक मिस गरियो। आजलाई यति भन्दै हामी बिदा हुन चाहन्छौँ। नमस्कार, जय चन्द्रशेखर।